हुन्। जस्तै टिभी चकचक नगर, पानी परेन, ऊ असर छैन। धन्यवाद। नमस्ते, मेरो नाम क्रिस्टिना कोइराला हो। म कक्षा 3 मा पढ्छु। आज म करणको बारेमा भन्न गइरहेकी छु। करण भनेको कुनै पनि काम हुन्छ भनी बुझाउने क्रियापद हो। जस्तै राम घर जान्छ, भाइ कथा पढ्छ, आज घाम लाग्दा। धन्यवाद। नमस्ते, मेरो नाम आयुष राणाले हो। म कक्षा 3 मा पढ्छु।